एउटा नदी, एउटा सन्धि र दुई देश बीचको 200 वर्ष पुरानो विवाद। के कालापानी साँच्चै नेपालको हो कि भारतको दाबी सही हो? आज हामी खोल्नेछौँ त्यो साँचो जुन धेरैले थाहा पाएका छैनन्। एउटा सानो नदीले दुई देशबीच सीमा तय गर्छ भन्ने कुरा सुन्दा सामान्य लाग्न सक्छ, तर जब त्यो नदीको वास्तविक स्रोत नै विवादित हुन्छ तब त्यो सानो विषय पनि 200 वर्ष लामो अन्तर्राष्ट्रिय विवाद बन्न सक्छ। आज हामी कुरा गर्दैछौँ कालापानी विवादको, जहाँ नेपाल र भारत बीचको सम्बन्ध, इतिहास, राजनीति र राष्ट्रियता सबै एकै ठाउँमा जोडिएका छन्। नेपाल र भारत बीचको सम्बन्ध संसारकै अनौठो सम्बन्धमध्ये एक हो। खुला सिमाना, सांस्कृतिक समानता, भाषा, परम्परा र रोटीबेटीको सम्बन्धले यी दुई देशलाई अलग गर्न गाह्रो बनाएको छ। तर यति नजिकको सम्बन्ध भए पनि कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रको विषयमा गहिरो विवाद रहेको छ, जुन आजसम्म समाधान हुन सकेको छैन। यो विवादको जड 1816 सालमा पुग्छ, जब नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच सुगौली सन्धि भएको थियो। त्यो सन्धिले नेपालले धेरै भूभाग गुमायो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो भने त्यसमा भनिएको थियो काली नदीको पश्चिमतिरको भूभाग ब्रिटिस भारतको हुनेछ र पूर्वतिरको नेपालकै रहनेछ। यो वाक्य सुन्दा सरल लाग्छ, तर यहाँ एउटा गम्भीर समस्या थियो। काली नदी वास्तवमा कुन हो? त्यो समयमा न त आधुनिक नक्सा थिए न त स्याटेलाइट प्रविधि। त्यसैले काली नदीको स्रोत कहाँ हो भन्ने कुरा स्पष्ट रूपमा निर्धारण गरिएको थिएन। यही अस्पष्टताले भविष्यमा ठूलो विवादको बिउ रोप्यो। आज नेपाल भन्छ कि काली नदीको वास्तविक स्रोत लिम्पियाधुरा हो। त्यहाँबाट बग्ने नदी